पहिला शीर्षकमा चाहिएको महिला सशक्तिकरण शीर्षक तय गर्दाखेरि मध्येबाट 2,50,000 रुपियाँ चाहिँ हामीले ब्लेसफुल ब्युटी लोनसँग सहकार्य गरेर यो 1 महिना आधारभूत ब्युटिसियन तालिम गर्ने कार्यक्रम रहेकोलाई यहाँ प्रोग्राम जानकारी यस किसिमको कार्यक्रमहरू हामी प्रत्येक वर्ष गरिरहेका छौँ। अब कतिपय कार्यक्रमहरूको उद्देश्य पुरा गऱ्यो भने कतिपय नगरेका हुन्। अर्कोलाई सशक्त बनाउनलाई हामीले फेरि महिला कृषि सहकारी संस्थासँग सहकार्य र समन्वय गरेर विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यो वर्ष पनि धेरैवटा कार्यक्रम अस्ति वर्ष मात्रै उहाँहरूले बुटिक तालिम लिनुभयो। अहिले एडभान्स टाइपको अलिक बढी महत्त्व। त्यसै गरी अर्को क्षेत्रको महिलाहरूले पनि ब्युटिसियन तालिम उहाँहरूले पनि सञ्चालन गरिरहनु भएको छ। र यो अहिले हामी चाहिँ खास क्षेत्रगतमा एउटा मात्रै क्षेत्रमा भइरहेको गर्दै गर्दाखेरि त्यो समावेशी नहुने भएको कारणले गर्दा सबै क्षेत्रलाई समेट्नुपर्छ भन्ने हिसाबले विभिन्न क्षेत्रमा पनि त्यो कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर चाहिँ मातृसँग विश्व ब्युटी लोनसँग चाहिँ हामी सहकारी गरेका हौँ। हाम्रो उद्देश्य यहाँ सबैलाई ब्युटिसियन बनाउनु अर्थात् प्रोफेसनलिजमतिर जाने। तालिम चाहिँ तालिमको लागि मात्र नभएर तपाईँले यदि आफूलाई ब्युटिसियन साँच्चै बन्नु भने त्यसमा तपाईँले उहाँहरू जस्तै ब्युटिसियन बन्न सक्नुहुन्छ, प्रोफेसर भइसक्नु भएको छ, स्पेसलिस्ट भइसक्नु भएको छ। त्यसमा मेरो चाहिँ यहाँ अहिले स्वयं बाहिर जस्तै यो तालिम लिएपछि खालि तालिमको लागि मैले तालिम लिएँ अब सिक्यो भन्दा पनि यो तालिम लिएपछि म यसलाई मेरो व्यावसायिक उसमा चाहिँ हाल्छु। अझ अर्को वर्ष फेरि म वडासँग चाहिँ ब्लेसफुल ब्युटी लोनसँग एडभान्स तालिमको लागि चाहिँ अनुरोध गर्छु भन्ने किसिमको भावना चाहिँ मनमा राखिरहेको छु। तालिम लिन्छु, सिकिन्छ, फेरि भएन जथासक्दै त्यो भन्ने राम्रो कुरा। हामीले अघिल्लो वर्ष पनि महिलाहरूलाई ड्राइभिङको कुरा 20-25 जना सिक्यौँ। 25 जनाले सिक्नुभयो, एकजना पनि प्रोफेसनल ड्राइभर बन्नुभयो। अर्थात् आफ्नो गाडी पनि चलाउनु पर्यो, लाइसेन्स पनि लिनु भयो। हाम्रो पैसा त गयो होइन। त्यसैले हामीले अब विभिन्न तालिमहरू सञ्चालन गरेका छौँ। कहिले एकदम स्पेसलिस्ट ल्याएर अदालतै बनाउनु चाहिन्थ्यो। अदालत त घरमा खानामा बनाउनु भयो, तर प्रोफेसनलिजमतिर ध्यान जानु भयो। अर्थात् व्यवसायिक उत्पादन भयो। हाम्रो एक व्यवसाय बन्नु पऱ्यो। तपाईँहरूको जीवनस्तर उकासिनु पऱ्यो। अब यहाँ हाम्रो चाहिँ गाँठमा चाहिँ के छ भने व्यवसाय बन्ने भन्ने फिल भयो। त्यो ठुलो आफूले आफ्नो जीवनलाई उकास्ने निखार्ने होइन, त्यो चाहिँ सबैलाई महत्त्वपूर्ण कुरा। मेरो धेरै कुराहरू हुन्छ होइन, त्यो सबैजनाले पनि धेरै छ। यो 1 महिनाको तालिममा एकदम यहाँले धेरै कुराहरू सिक्नुहोस्। सिकेर त्यो सिपलाई आफ्नो व्यवसायमा ढाल्नु, रोजगारलाई उत्पादन सम्झाउनु, त्यही सबैजना ठुलो कुरा हो। अब यतिकै धेरै एक्सपर्टहरू आउनुभएको छ, त्यही म्याडमहरू उहाँले सिकाएको कुरा पक्कै पनि तपाईँले धेरै राम्रो कुरा सिकाउनुहुन्छ। र अर्को वर्ष तपाईँले साँच्चीकै सिक्न चाहनुभयो, म हेर्छु नि त्यसमा सिक्नुभयो है, अनि फेरि एडभान्सको प्लान गर्नु है, त्यति भने